हेलो गाइज, वेलकम छ मेरो ब्लगमा। आजबाट सबैलाई राम्रोसँग हेरिदिनु होला भिडियोहरू। यस्तो ल्याङ हो नि इक्जाममा, टाइट भएर थियो। त्यो नि साइडमा म्यानेजमेन्टको राखेको थियो। आज जस्तो नराम्रो इक्जाम त कहिले भएन। यस्तै छ, यत्रो पढेर अब कामै लागेन। आज केमिस्ट्रीको इक्जाम पनि सक्यो। कति दिन भयो, 5वटा इक्जाम सक्यो होला। ठिकै हो 5वटा, तर आज केमिस्ट्री चाहिँ आम्मामा यस्तो कोही पास हुन नि गाह्रो छ जस्तो लाग्यो। टाइट छ सेन्टर पनि, हल्लिन पनि दिँदैन। आम्मामा यस्तो त कसै पनि नहोस्। अब एउटा लास्ट पाइक छ कम्प्युटर। अब कम्प्युटर त के भन्नु, यति पास भइहाल्छ। अब इक्जाम सिद्धो भन्दा हुन्छ। अब 2 दिन छुट्टी छ क्या, अब यसो रमाइलो गर्नुपर्छ। अब 2 दिन चाहिँ यस्तै घाम छ यता इटेरतिर। आम्मामा दिउँसो निस्किन नसक्ने घाम लागिरहेको छ। हिजो अस्ति त पानी परेको थियो, यस्तो शीतल थियो। घामले पनि गरिम भएर कल पनि काट्नुपर्ने यस्तो ठुलो भइसकेको छ। अहिले चाहिँ यसो घुम्दै जाँदैछ यता वरिपरि इटेरीको। यस्तै छ हालचाल। यता गोरे भाइको घरतिर जाँदैछु, यसो साथी कबल काटिदिनु पऱ्यो भनेको। यसो साथी लिन। के गर्दैछ गोरे भाइ हाम्रो? यस्तै छ जिन्दगी। इटेरी बसिएको छ, खाइएको छ, घुमिएको छ। के कस्तो काट्ने कपाल? सबै हुन्छ। सबै अगाडिको पनि? बाक अगाडिको के हान्नु? अगाडि पनि काट्ने? अनि सबै हुन्छ त्यस्तो मुले काट्ने? के हान्ने त? साइडमा मिलाउँछु मात्रै। साइडको क्वेसन हार्ड चाहिँ थिएन, तर एमसिक्यूले चाहिँ डुबायो। पढेको थिएन नि त। एक रात अगाडि पढेर मान्छेलाई यस्तो प्रोग्रेस भइरहेछ। लिजेन्ड हो नि मान्छेलाई। एक दिन पढेर 50को एटेम्प। ठिकै हो, रिजल्टमा कस्तो आउँछ। पास त हुन्छ नि। यो चाहिँ कता, यो कुन ठाउँ हो? यो कुन ठाउँ हो? अमेरिका। हरियो हरियो छ, बिल्डिङ पनि ठुल्ठुलो छ। के भन्नु, यो चाहिँ हाम्रो गोरे भाइ लेजेन्ड। एसियामा पनि पैसा हाल्नुपर्ने छ 1300 जति। 1300 एसिया हालेर अनि कपाल काट्नुपर्ने।
कवल सवल काट्यो अब यसो घरतिर लागिँदैछ यो कहाँ चोकतिर लागिँदैछ यसो भेटघाट गर्न साथीहरूसँग गएको रहेछ हाम्रो यसो अब राति पनि हुन लागेछ यसो साथीको पसलतिर अब इक्जाम पनि सक्यो फाइनल्ली एउटा बाइक छ अब कम्प्युटर त्यो कम्प्युटर पनि यसो चिलमा दिइहाल्छ केही बाल छैन अब लगाइज पसल फाइनल्ली आइसकेको छ पसलमा चाहिँ खालको चस्मा छ चस्मा चाहियो भने आउँदा हुन्छ पसलमा यसो सस्तो मस्तो मिलाइदिन्छु कपाल पनि काट्यो यार कपालले खोइ सुहाएकै सुहाएन